मानव अधिकार आयोगको प्रतिवेदनलाई चाहिँ कसरी लिनु भएको छ? मानव अधिकार आयोगको प्रतिवेदन जतिखेर बाहिर निकाल्न खोज्यो त्यतिखेर निकाले भए 100% त्यो आयोगप्रति सबैको समर्थन रहन्थ्यो र बालनजीहरूकै दबावमा सच्याएर बालनजी डिपी अर्यालजी लगायतका विषयवस्तुहरूलाई त्यहाँ मेटेर र भूत प्रभावी होइन भविष्य प्रभावी हिसाबले केपी शर्मा ओलीज्यू लगायतलाई कानुन बनाएर कारबाही गर्नुपर्छ भन्ने जे कुरा सिफारिस गरेर ल्याइयो र 18 जना राष्ट्रसभाका वर्तमान सांसदहरूलाई छानबिन गरेर कारबाही गर्नुपर्छ भन्ने सिफारिस जे के कुराहरू चाहिँ त्यहाँ जोगाएको देखिन्छ र कतिपय कुराहरू सच्याएको देखिन्छ। जे होस् मानव अधिकार आयोगको प्रतिवेदन चाहिँ कार्की आयोगभन्दा तुलनात्मक रूपमा अलिकति प्रगतिशील देखिन्छ र त्यो चाहिँ नि संवैधानिक आयोग भएको र हामी धेरै अन्तर्राष्ट्रिय सन्धिहरूमा अनुबन्धन भएको हुनाले त्यो विषयलाई चाहिँ नि कार्यान्वयन गर्ने कुरामा चाहिँ वर्तमान सरकार तपाईँले जसरी बालेन्द्र शाह जेनजी आन्दोलनको सबैभन्दा मुख्य योजनाकार हुन् भनेर भन्दै हुनुहुन्थ्यो, मानव अधिकार आयोगले त उनलाई त उम्काएको छ, त्यसमा तपाईँले त विरोध गर्नु पर्ला नि, प्रतिवाद गर्नु पर्ला नि त्यसमा। हो, सबभन्दा गम्भीर विषय नै यही हो, किनभने जेनजी आन्दोलनमा भड्काउन उनले भूमिका खेले। जेनजी आन्दोलनमा अन्य दल दुर्गा प्रसादहरूलाई सहभागी नहोस्, बहुला अभियान त कगल नहोस् भनेर अघिल्लो दिन वक्तव्य पनि सायद 22 गते बेलुका उनले नै निकाले। त्यस पछाडि संसद विघटन गर्नुपर्छ भन्ने वक्तव्य पनि उनका आयो। दलहरूसँग होइन सेनासँग वार्ता गर भनेर सेनालाई पठाउने पनि उनी नै हुन् र अन्तरिम सरकारमा सुशीला कार्की लगायतका व्यक्तिहरूलाई प्रधानमन्त्री बनाउने कुरा अथवा मन्त्रीहरू बनाउने कुरामा ओम प्रकाश हिजो उनको कानुनी सल्लाहकार थिए, उनलाई बनाउने कुरामा उनकै भूमिका हो। डिस्कर्ड च्यानल उनी सुदन गुरुङ लगायतले चलाएका हुन् र डिस्कर्ड च्यानलमा भोटिङको जुन प्रक्रिया गर्यो त्यो बेठिकै हो। रविजीलाई जेल ब्रेक गराएर भाग्ने र त्यो दौरानमा 10 जना कैदीहरू र 4 जना प्रहरीहरूको हत्या भयो, जुन 14 जना, त्यसको दोषी पनि उनीहरू नै हुन् र राष्ट्रपाले प्रत्यक्ष अप्रत्यक्ष ढङ्गले जेनजी आन्दोलनको नेतृत्व गरेको र त्यसको मूल नेतृत्व भित्र रहेर रविजी र बाहिर बसेर बालनजीले गरेको हो। यो कुरा जनतालाई हामीले बुझाउन नसकेका कारणले मुलुकको ध्वंस गर्ने र राष्ट्र समाप्त गर्ने कुरालाई जनताले क्रान्ति बुझिदिएर यो परिणाम गलत ढङ्गले आएको छ र बालनजीलाई मानव अधिकार आयोगले जुन चोख्याएको छ, मानव अधिकार आयोगको रिपोर्टको सबैभन्दा गम्भीर प्रश्न नै यो हो। त्यसो भएको हुनाले मानव अधिकार आयोगका बाँकी प्रतिवेदनलाई स्वीकार गर्दै बालेन डिपी अर्यालजी लगायतका जो छुट्नु भएको छ र पुरानो जे प्रतिवेदन हो त्यही प्रतिवेदन सार्वजनिक गर्नलाई म अनुरोध गर्छु।